अहिले त यो धामी झाँक्रीको नाममा होइन पैसा खाने अनि त्यसपछि फिजिकल एब्युजहरू पनि बढी भइरहेको छ धेरै भइरहेछ। उनीहरू नै हिट छ, उनीहरू नै जय जयकार छ त। यस्तै झाँक्रीले पैसा कमाउने, यस्तै ज्योतिषले पैसा कमाउने, जो अलिक बढी भ्रष्टाचारी छ उसले बढी भोट पाउने, के भयो क्या हाम्रो देश? उल्टो छ क्या यो। कुन चाहिँ एउटा बुढापाकाले भने सुनेको थिएँ कहिले हो होइन, नेपालमा जुन दिशाबाट नदी बग्नु पर्ने हो त्यो उल्टोबाट बगेको छ अरे के, त्यही भएर हामी उल्टो छौँ के। हो, जसले बढी भ्रष्टाचार गर्यो त्यही पार्टी ठुलो हुन्छ यहाँ। जो अलिकति बलात्कारी छ, जो अलिकति डन छ उसैले चुनाव जितेर हुन्छ। भोट हाल्ने त हामी हो नि त। हजुर। अनि यहाँ सबैको हामी कुरा काट्छौँ, एमाले झुर भन्छौँ, काङ्ग्रेस झुर भन्छौँ, राप्रपा झुर भन्लौँ, रासोपा झुर भन्लौँ होइन। अब 84मा चुनाव आयो नि फेरि भोट हाल्न हामी नै जान्छौँ। एकचोटि सबैले बहिष्कार गरिदिउँ न, संसारमा एउटा उदाहरण बनाउँछ न, नेपालमा जनताहरूले कुनै पनि पार्टीलाई एक भोट पनि हालेन भनेर। तर यो सम्भव छ? छैन नि त।